country villa camping हुन्छ भाइ हेलो गाइज गुड मर्निङ सबैलाई अहिले चाहिँ 4 बजे चाहिँ भर्खर हामी चाहिँ अब फोन आइसक्यो गाडी आइसक्यो भनेर सो अब जुत्ता सुत्ता लगाएर मिलान लाग्यो सबै झोलाहरू रेडी भइसकेको छ हाम्रो वी आर एक्साइटेड फर दिस ट्रिप ल हामी चाहिँ अब निस्किन लाग्यो कति एक्साइटेड हो केटाहरू एक्साइटेड आएको उसब नि अलिकति निन्द्रा नपुग्या जस्तो भइसक्यो अहिले 2 घन्टा अगाडिसम्म हामी फुल्ली एक्साइटेड थियौँ जब हामी एक्कासी सुत्न पुग्यौँ त्यसपछि चाहिँ निन्द्राकै तालमा जस्तो भइसक्यो हामीहरू तर एक्साइटमेन्ट चाहिँ छ है गाइजहरू अझैसम्म एक्साइटमेन्ट छ हो एक्साइटेड नै छौँ अहिलेसम्म ट्रिपको लागि आई होप द जर्नी विल बी गुड र ड्रिफ्टेड हो ब्लगको एन्डसम्म चाहिँ तिमीहरूले केही न केही पाउँछौ है गाइजहरू ल है ल कि मेरो बुढी कि तिमीहरूको नयाँ भ्यू बुहारी लेट्स गो गाइज लेट्स गो केटाहरू लाउरी रे ल उसब यो चोकलाई के भन्छ गोन्दाङ चोक हामी चाहिँ अहिले गोन्दाङ चोकमा चाहिँ गाडी कुरेर बसिरहेको छौँ कतिखेर आउला त्यो गाडी के लाग्छ तँलाई अब 20 मिनटभित्र आउनुपर्छ कति मिनट 20 मिनट अब 20 मिनटमा आएन भने हामी कलेजलाई के गर्ने कलेजलाई ब्याड रेटिङ दिन्छ हामीहरू सोझो देखिरहेको थियो केटाहरूलाई हामी सोझै मान्छे Once more. Very. Oh, lal puri, lal puri, lal puri, lal puri, lal puri. तेरो डान्स हान्दैन तेरो फेभरेट डान्स एक्साइटेड छ यो I'm very excited. Yeah. फाइनली गाडी आइपुग्यो ल यसलाई चाहिँ अलिकति सुरक्षित राख्नु होला दाइ अलिकति सुरक्षित राख्नु हो गाइस र फाइनली सुत्न पाइन्छ प्रसिद्ध एक्साइटेड अब कलेजबाट गाडी चाहिँ हिँड्यो अब चाहिँ खासै रोकिँदैन होला अब जाममा नि नपर्ने कुरा जस्तो छ त्यही भएर चाहिँ अब खासै गाडी रोकिँदैन होला आँखामा निन्द्रा मनमा बेचैनी र त्यो पर्खिरहेको यादहरूको यात्रा अब सुरु हुन्छ एकअर्कामा रमाइलो कुराहरू र गएर के गर्ने भन्ने कुराहरू हामी गर्दै अगाडि बढिरहेको थियौँ त्यतिकैमा हाम्रो गाडी बिग्रिनु पुग्छ गाडी बिग्रेको लगभग 3 घन्टा हुन लागिसक्यो अलि हैन 2 घन्टा 2 घन्टा हुन लागिसक्यो गाडी हिँडेकै छैन सबै केटाहरू फ्रस्ट्रेटेड भए
एकछिनमा बन्छ भन्ने कुरा आएको छ। अब फेरि माथि नि छिटै पुग्न पर्ने छ कि नत्र राम्रो परिन्छ। त्यही भएर अब चाहिँ गाडी छिटो जानुपर्ने हो। अब हेर्नु के हुन्छ है। फाइनल्ली गाडी अलिअलि भए पनि चल्ने भयो र हाम्रो गन्तव्यतिरको यात्रा फेरि पनि सुरु भइसकेको छ। आउनुहोस् आउनुहोस् कलङ्की 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 छिटो 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 आउनुहोस् छिटो आउनुहोस् कलङ्की कलङ्की फाइनल्ली कलङ्की आइपुगेका छौँ हामी चाहिँ। अब भक्तपुरतिर जान्छौँ खाना खानलाई, त्यसपछि नगरकोटतिर। सर खाना मिठो छ शर्मा भाइ कस्तो छ? भक्तपुरमा हामीले खाना खायौँ, सबै थकाइ एकछिन मेटायौँ र हाम्रो नगरकोटको यात्रा फेरि सुरु हुन्छ। हामी नगरकोट पनि पुग्ने पानी पनि पर्ने भइसकेको थियो। हाम्रो त्यो दिन चाहिँ फर्स्ट सेसन चाहिँ क्याजुअल इन्ट्रोडक्सनको सेसन मात्रै थियो र हामी चाहिँ इन्ट्रोडक्सन र फिडब्याकको थियो साँच्ची। अनि त्यसकै लागि हामी चाहिँ फ्रेस भएर सेसनमा जान्छौँ। के हो केटा एउटैमा परेला त? Regular exams helps to score good marks in our board exam, and all teachers are available when we need them because if we 8th semester class को बारेमा कुरा गर्छु फेरि मैले चाहिँ त्यो 8th सेमेस्टरमा के सब्जेक्ट हुन्छ भने पहिले हेरेको थिएँ हैन। गुड मर्निङ फ्रम नगरकोट। अहिले चाहिँ 8 बजिसकेको छ। केटाहरू चाहिँ म चाहिँ सावा लिँदै थिएँ, केटाहरू चाहिँ ब्रेकफास्ट गर्न गइसक्यो भर्खर। म पनि जोइन गर्छु। बाहिरको भ्यू चाहिँ बिहान सनराइज चाहिँ अलि देखिएन, अलिक क्लाउडी थियो, त्यही भएर सनराइज चाहिँ अलिक मिस भयो। अरू भ्यूहरू चाहिँ बबालै छ होइन। अनि केटाहरू कि कहाँ राखेको हेरेको छ। गुड मर्निङ शर्मा भाइ। भर्खर हो म त गइसक्यो भने केटाहरू होइन तिमीलाई कुरिरहेको थिएँ म। खै त केटाहरू अरू स्विमिङ पुल चाहिँ त्यहाँ छ। हामी हिजो चाहिँ स्विमिङ गरेन, अलिक मौसम रेनी चाहिँ चिसो पनि थियो, हिजो आँटै आएन भन्नुपर्दाखेरि। अनि आज चाहिँ गरिन्छ होला। आज चाहिँ मौसम पनि राम्रो साथ दिइरहेको छ। आज बेलुका चाहिँ हाइकिङ पनि लाने भन्ने कुरा छ, कता लान्छ होइन। आज चाहिँ हामी स्विमिङ कोर्स गरिन्छ कि 90 मिनट।
कार्ड कि चाबी 314 त्यो बरु चाबी चाहिन्छ कि नै त्यसलाई वाटरमेलन अनि ओरेन्ज जुस है जुस ल्याउनु बिर्सेँ अब यहाँ बाहिर यसो भ्यू हेर्दै अब ब्रेकफास्ट खाइदियो अझै क्लियर छैन क्या भ्यू चाहिँ खासै क्लियर रहेनछ लसना भाइ चियर्स हान्ने चियर्स चियर्स गुड मर्निङ घाम नै गइदिइराख्यो फेरि कस्तो लाग्यो मिठै लाग्यो तर सस यसले खान्छ भने चाहिँ अलिकति मिठो लागेन रबर जस्तो लाग्यो कचाङ कहिले के खाइस् त मैले केही पनि बाँकी नै छोडिनँ सब टेस्ट गरेँ फ्रेस हो अहिले हिजो बेलुका के त तेरो हालत सधैँ फ्रेस हो अहिले चाहिँ केही भएकै छैन के छ फ्रेस हो अब चाहिँ के हो खाएर अब सावर गर्ने तिमीहरू रुममा जाने फ्रेस भएर कपडा सपडा लगाएर अनि सेसनको लागि टाइम छ अब 1 घन्टा 1 घन्टै छ भनौँ 45 Mansi, everyone getting a poison pie. Let's listen. Everything is important. Take notes of what you think he's doing well, what he's not doing well. Okay, we'll discuss this. तपाईसँग अरु अब कनेक्टेड गर्नु पर्यो भने कसरी कनेक्ट गर्न सकिन्छ त्यही नै हो You in my life follow गरिहाल्नु blah 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 blah. Saw the eye contact? Saw what eye contact I was doing? Okay, we don't discuss this yet. Let's do case number 2. Exactly like this, you all are going to do this again. Is that okay, everyone? Yes, let's start. Priyanka. You can ask me the same question because my answer is the same. How can you? Blah 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 blah. खायो खाना खाइसक्यो के भन्छ अब गएर एकचोटि नयाँ भानिदिन्यो कि खतम गरेर Hello guys, now we are moving toward the Nagarkot tower for the small hiking, and all the boys are very ready for for a hiking. And ABC number 3 yes, he is a Sagar. Where is ABC number 3 He is in mountain, No, he was here. He was right here. and he is Rajkamal Padel, and this is me. Guys, welcome to my another vlog, part of vlog, and this is the way to top, and from this way we can go to the top. Explore. के म गाडीमा हुँदैन
अर्को पो रहेछ के छ गाइज हिँड्न सकिन्छ अहिले खुट्टा दुइसक्यो माउन्ट एभरेस्ट जाने मान्छे माउन्ट एभरेस्ट जाने केमा प्लेनमा रेडी हो एक्साइटेड हुनु पर्यो अलिक खोइ We are excited for the trip. Come on, let's go. Come on. Oh my god देखिरहेको यो भयो भने चाहिँ हुन्छ कि चलिरहेको त्यसमा चाहिँ 4वटा कुरा हुँदो रहेछ कि 4वटा कुरा चाहिँ के थियो भन्दाखेरि ठ्याक्कै मैले बिर्सेँ होइन कपीमा लेखेको छु त्यो हेरेर गर्न अनि त्यो ठिकै छ अब राम्रो कुराहरू सिकियो होइन अनि अरू हामीले सिकेको भनेको चाहिँ अनि ह्यान्डसेक गर्दाखेरि हाम्रो त बेस only 2 bat only 2 कसरी हाम्रो नेता कस्तो होस् भन्ने आन्दोलन ओए प्रणिल यहाँ हाम्रो उनै प्रणिल हो यहाँ आन्दोलन हान्ने हाम्रो नेता कस्तो हो भन्दाखेरि युवराज लम्साल हाम्रो नेता कस्तो होस् युवराज लम्साल जस्तो होस् हाम्रो नेता कस्तो होस् युवराज लम्साल जस्तो होस् जय युवराज अहिले कस्तो राम्रो भाइ आएर त सबले भने पानीले गर्दाखेरि हामी नगरको टावरसम्ममै चाहिँ पुग्न सकेनौँ इभन दो the rain stopped our journey we made a lot of memories दर्शक हेलो दर्शक के छ खबर प्लेयर 1 प्लेयर 2 म्युजिक प्लेयर विनिङ प्लेयर के छ भन्नुहोस् तपाईँलाई जित्दा कस्तो लागिरहेको त्यतिमा अहिले ल एक गेम हान्ने
सिटीमा जितेपछि तपाईँलाई कस्तो लाग्यो भन्नुहोस् त जितेपछि भन्छु ल ए कोसँग हुँदैन जुम गरेर के निकाल्ला होस् त्यो दिन हाम्रो लास्ट सेसन थियो डाक्टर रूपेश श्रेष्ठले हामीलाई डाइनिङ एटिकेट र कुनै पनि समस्याहरू आयो भने चाहिँ कर्पोरेटर रोलमा कसरी कोप गर्न सकिन्छ त भन्ने कुरा सिकाउनु भएको थियो र त्यही कुराको प्र्याक्टिकल नाइटमा थियो त्यो नाइट चाहिँ हामीलाई नगरकोटको अन्तिम नाइट थियो त्यो नाइटमा हामीलाई डाइनिङ गर्नको लागि अलमोस्ट 3 आवर लाग्यो सबै प्रोसेसबाट हामी गरिरहेको थियौँ सिटिङ डाइनिङ थियो र हामीलाई अलमोस्ट 3 आवर लागेको थियो कम्प्लिट गर्नको लागि टु बोस्टन फ्यामिली अब चाहिँ हाम्रो चेकआउट गर्ने बेला भइसक्यो रमाइलो भयो त्यो जर्नी अहिलेसम्मको भ्यू चाहिँ क्लियर चाहिँ खासै क्लियर चाहिँ होइन यताको मौसमै यस्तै चिसो लाग्ने भएर होला बट ओभरअल चाहिँ ट्रिप रमाइलो भयो एजुकेसनल पनि भयो फन पनि भयो हामीले होटेलबाट चेकआउट गऱ्यौँ र गाडीहरूको जाम चाहिँ 3 बजी मात्रै खुल्ने भएको भएर मुगलिनमा हामी सुरुमा भक्तपुर घुम्ने चाहिँ प्लान गऱ्यौँ र सबै मिलेर हामी भक्तपुरतिर लाग्यौँ हामी चाहिँ अहिले भक्तपुर दरबार स्क्वायरमा छौँ अब गाडी चाहिँ 3 बजेपछि मात्रै जाम खुल्ने भएको भएर चाहिँ अहिले एकछिन हामी यही टाइम स्पेन्ड गरेर अनि बल्ल गाडी चढ्छौँ 2 बजीतिर अहिले कति ट्याक्क 1:10 भएको छ अब हामी 2 बजीतिर चाहिँ गाडी चढ्छौँ रमाइलो भयो यहाँको नजाराहरू काठमाडौँ नेभर डिसअपोइन्ट्स मी कि काठमाडौँमा किन हो किन मलाई त्यसै रमाइलो लाग्छ काठमाडौँ ललितपुर एउटा हुन्छ नि बवालकै गाइस यो चाहिँ भक्तपुरको मोमो है मलाई थोरै सबैमा होइन अलिअलिमा ट्याक 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 ल भयो को हामी गीत गाउँदै रमाइलो गर्दै अघि बढ्दै आएको थियौँ अनि हामी यतापट्टि जुन पर्ने जाम थियो हामी त्यो परिएन हामीलाई त्यही भएर नि खुसी लागिरहेको थियो बट मुगलिन पुग्नुभन्दा 10 मिनट अगाडि चाहिँ हामी जाममा पऱ्यौँ गाडी बिग्रिएर छ अगाडिबाट त्यसले गर्दा बाटो वान वे भएको भएर चाहिँ हामी जाममा पऱ्यौँ अनि हामी मुगलिन पुगेर खाना खाने सोचेको थियौँ र खाना खाँदा चाहिँ लेटै भइसकेको थियो रातिको 11:30 बजिरहेको छ हामी चाहिँ नान र तरकारी खाँदैछौँ है गाडी भर्खर आएर मुगलिनमा बिग्रेको अलि अगाडि बिग्रेको थियो त्यही भएर बिग्रेको जाममा पऱ्यो अगाडि अर्को गाडी बिग्रेर जाममा पऱ्यो अनि अगाडि ट्रक बिग्रेर चाहिँ हामी बुई पुगेर आएको नि त अनि
यो चाहिँ आज अलि रिसाइरहेको किन हो केही नि भन्दैन युवराज सर किन हो आज अब हामी चाहिँ खाएर अब आधा घन्टामा निस्किन्छौँ बा अब घर पुग्दाखेरि आज 2 नै बज्छ होला नो प्रब्लम रमाइलो हुन्छ कहिले काहीँ होइन युवराज आज कहाँ उत्सवकोमा हो त्यहाँसम्म सकिन अब जम्मा 1.5-2 महिना मात्रै बाँकी छ हामी बाटोभरि ब्याचलर पछि पनि फेरि पनि यसरी नै गएला नि है भन्ने हामी गफ गर्दै आएको थियौँ अब सबैको सपना र सम्झनाहरू एकातिर र हाम्रो कुराकानी अर्कोतिर चलिरहेको थियो मन भारी भएको थियो साथीहरूसँग कुराकानी गर्दा रमाइलो भएको थियो यसरी नै फेरि पनि जाने मौका त आउँछ होला पक्कै पनि नगरकोटलाई धेरै धेरै धन्यवाद फर दिस मेमोरिज एन्ड आई रियली लभ यु गाइज आई लभ यु Clouds drift so slow.